टाइमलाई म्यानेज गर्न सिक्नुहोस्। टाइम म्यानेज गर्यो भने हर काम समयमै हुन्छ र समयमै सकिन्छ पनि। जस्तै एउटा हर दिन बिहान उठेर सोच्नुहोस् कि मैले आज दिनभरिमा के गर्नुपर्ने छ। एउटा टाइम टेबल बनाउनुहोस्। एक लिस्ट बनाउनुहोस्, त्यस काम समयमै हुन्छ। टाइमलाई बर्बाद नगर्नुहोस्। बर्बाद गर्यो भने एक दिन टाइमलाई नै बर्बाद गरिदिन्छ। डोन्ट वेस्ट योर टाइम। टाइमलाई वेस्ट गर्ने होइन। सही सदुपयोग गर्न जानुभयो भने तपाईँ सफल हुनुहुन्छ। यो दुनियाँका सबै मान्छेसँग 24 घन्टै छ, तर कोही व्यक्ति सफल हुन्छन्, कोही हुँदैनन्। किनभने सफल व्यक्तिले टाइम टेबल बनाएको हुन्छ। मैले पछि गएर यस्तो गर्छु, उस्तो गर्छु भनेर एउटा टाइम टेबल बनाएको हुन्छ। म आज दिनभरिमा म यस्तो काम गर्छु भनेर टाइम टेबल बनाएको हुन्छ। कतिले मोबाइलमा रिल देखेर र नराम्रो कुरा हेरेर टाइमलाई बर्बाद गर्छन्। त्यस पछाडि उनीहरू असफल हुन्छन्। टाइमलाई म्यानेज गर्न सिक्नुहोस्। आज तपाईँले टाइमलाई बर्बाद गर्दै हुनुहुन्छ, भोलि टाइमले तपाईँलाई बर्बाद गरिदिन सक्छ। टाइम टेबल बनाएर रुल्स फलो गर्नु पर्यो र एक मिनटको भ्यालु थाहा हुनु पर्यो। 1 मिनटको भ्यालु उसलाई सोध्नुहोस् न, जसले एक्सिडेन्ट हुँदै त्यहाँबाट बचेर आएको छ। 1 सेकेन्डको भ्यालु त्यसलाई सोध्नुहोस् न, जसले सिल्भर बटम जितेको छ दौडमा भाग लिँदाखेरि। 1 घन्टाको भ्यालु त्यसलाई सोध्नुहोस् न, जसले पर्खेको छ कसैलाई बाटोमा आउँदैछ र उसलाई पर्खिनु पर्दाखेरि कस्तो पर्खाउँछ। 1 घन्टाको भ्यालु त्यसलाई सोध्नुहोस्। सक्सेस मानिसको लाई पनि त्यही 24 घन्टे थियो, असफल मानिसलाई पनि त्यही 24 घन्टे थियो, तर उसले सही सदुपयोग गरेर ऊ सफल बन्न सक्यो र कोही व्यक्ति बर्बाद गरेर ऊ असफल बन्न सक्यो। टाइम भनेको यस्तो हो, कसैलाई सफल हुन्छ, कसैलाई लागि असफल पनि हुन सक्छ।